टिकटकको भित्र पैसा लुट्ने एउटा नराम्रो स्क्याम भइरहेको छ, जसमा धेरैजना मान्छेहरू फसिसक्यो। त्यो स्क्याम हो फेक लुगा सप। जस्तै यता हेर्नु एउटा टिकटक आइडी जता ज्याकेटको फोटो, प्राइस अनि व्हाट्सएप नम्बर दिएको छ। प्राइस चाहिँ एकदमै कम राख्या हुन्छ यता, त्यही भएर मान्छेको इन्ट्रेस्ट चाहिँ अझै बढ्छ अनि यस्तो सस्तो लुगा त म किनिहाल्छु जस्तो सोच पनि आउँछ। तर जब तपाईहरु व्हाट्सएपमा त्यसलाई कन्ट्याक्ट गर्नुहुन्छ, त्यसले एकदमै प्रोफेसनल तरिकाले मेसेज पठाउँछ, आफ्नो नम्बर, नाम अनि एड्रेस दे भनेर, अनि ज्याकेटको साइज पनि। यति पठाएपछि त्यसले क्यूआर पठाउँछ, जसमा हाफ पेमेन्ट त गर्नै पर्छ भन्छ। अनि मान्छेहरू पनि सोझै हुन्छ, हाफ पेमेन्ट मागिरहेछ भने यसले त पक्कै पनि लुगा ल्याएर दिन्छ होला जस्तो लाग्छ कस्टमरलाई। तर पेमेन्ट भएपछि चाहिँ त्यसले ब्लक गरिदिन्छ अनि त्यता एउटा ठुलो स्क्याम भइसक्या हुन्छ। यसरी नै एउटा स्क्याम मेरो साथीसँग पनि भएको छ। यो चाहिँ हो व्हाट्सएपको मेसेज, जता त्यो स्क्यामरले चाहिँ एकदमै प्रोफेसनल जस्तो बोलिरहेको हुन्छ। जता मेरो साथीले चाहिँ त्यो स्क्यामरलाई सोधेको थियो, यो स्क्याम त होइन नि। त्यसको पछि त्यो स्क्यामरको मेसेज आउँछ, तपाईलाई विश्वास लाग्दैन भने पेमेन्ट नगर्नु, यता हामी टाइम पास गर्नु बस्या होइन। अब यस्तो मेसेज त्यताबाट पठाएपछि कस्टमरलाई झनै विश्वास बढ्छ, पेमेन्ट गरिदिन्छ। त्यसको भोलिपल्ट डेलिभरी भएको छैन, त्यसलाई मेसेज गरे भने उताबाट मेसेजको रिप्लाई पनि आउँदैन। यस्तो स्क्यामिङ टिकटक आइडी चाहिँ धेरै एउटा छ, जसमा तपाईहरु नफस्नु होला। अब यस्तो स्क्यामले गर्दा जो मान्छे साँच्चीकै टिकटकबाट व्यापार गर्नु आँट्या हो, तिनीहरूलाई पनि एकदमै बेफाइदा पुग्छ। मान्छेसँग एकचोटि स्क्याम भएपछि अर्को चोटि विश्वास हुनु एकदमै गाह्रो हुन्छ, जसले गर्दा साँच्चीकै जो मान्छे टिकटकबाट व्यापार गर्नु आँट्या हो, तिनीहरूको बिजनेस राम्रोसँग चल्दैन।